नमस्कार साथीहरु, पहिरो गएको पनि आज 5औं दिन हो। सो पहिरो गइसकेपछि पनि एफएफ र आर्मीहरु घरको भत्काउने काम र सरसफाई गरिदिने काम साथै सामान निकाल्दिने काम गर्दै हुनुहुन्छ। सो आर्मी र एफएफ पहाड रुन थाल्यो, आकाश पनि रोयो, घरबार सबै बगायो, बाढीले के भयो। आमाको ओठमा त सुक्यो मुस्कान, सन्तानको सम्झनामा टल्किन्छ आँसुको दाना। पहिरोले लग्यो सबै सपना र आशा, जुन घरमा हाँसो थियो। नेपाल आर्मी र सशस्त्र प्रहरीको टिम आएर गाउँमा आपद विपद परेकालाई सरसहयोग गर्दै हुनुहुन्छ। सो सामानहरू निकाल्ने कामहरू साथै बाढी पहिरोबाट पुरिएको मान्छेलाई पनि खोजी कार्य गर्दै हुनुहुन्थ्यो। सो त्यो पहिलो अघिल्लो भिडियोमा छ र अहिलेको भिडियो भने सो यो भिडियो चाहिँ 5औं दिनको हामीलाई सहयोग गर्नुभएको भिडियो हो। जेन्जी टोलीहरु पनि आउनु भएछ। आकाश पनि रोयो, घरबार सबै बगायो, बाढीले के भयो। आमाको ओठमा त सुक्यो मुस्कान, सन्तानको सम्झनामा टल्किन्छ आँसुको दाना। पहिरोले लाग्यो सबै सपना र आशा। होमस्टे भत्किएपछि यो घरमा चाहिँ पुरिएको छ पहिरोले। सो जेन्जीहरुद्वारा माटोहरू फाल्दै हुनुहुन्छ। सो जेन्जीलाई सलाम छ। उता सोध्नु त अङ्कललाई के हो यो। यसमा हामी सबै गरेर लाग्नुपर्छ क्या। तपाईँको स्वार्थ अप्ठ्यारो हुन्छ क्या। त्यहाँ तिम्रो ग्राफ भइरहेको माटो पक्नु खोज्छ नि, तिमीको माटो मात्रै हाल्नु हो। होइन अप्ठ्यारो भयो क्या। जुत्ता चप्पल खोलेर भिडियो गरिदिनु होला। कति दिन पछि भनौँ न, यो कति दिन भन्नु? 5 दिन भइसक्यो। 5 दिन भइसक्यो। 5 दिन पछि यो हामीले हामी त भातै खानु पाएको छैन। 5-6 दिन भइसक्यो हामीले भातै खानु पाएको छैन। तपाईँहरू आएर पो हेर्नु त भेटियो त। लो मेरो खास यो चम्ची चाहिँ म यो खाना खाने चम्ची मेरो जोइले पठाइदिएको चम्ची, मेरो चम्ची भेटाएँ। लु अब मजाले भात खान पाइने भयो।
पहाड रुन थाल्यो आकाश पनि रोयो घरबार ल हाम्रो जेएनजी टोलीबाट पनि गाउँमा विपद परेको बेला सर सहयोग गर्न आउनु भएको छ। आयो पानी पिउने होइन हौ। हो त्यहाँ चाहिँ रहेछ नि त सामानहरू। हुन्छ हुन्छ र माननीय सांसद स्वाङ नेम्बाम पनि आउनुभएको छ। भारी पहिरो पीडितहरूलाई केही राहत दिनुभएको छ। पनि रोयो घरबार सबै बगायो बाढीले के सुख्यो मुस्कन सन्तानको सम्झनामा टल्किन्छ आँसुको दाना पहिरोले लाग्यो सबै सपना। साथै टिकटक स्टार अमृत राई र रमेश बुढाथोकी पनि आउनुभएको छ। सो बाढी पहिरो पीडितलाई राहत बाँड्नु भएको छ। तको ठाउँमा जानेछु एन्ड थ्याङ्क यू सो मच मेरो सपोर्टर मेरो भ्युअर्सलाई एकदम धेरै धेरै धन्यवाद र यहाँका गाउँका छरछिमेकीहरूलाई पनि एकदम साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हस्त नमस्ते। पहिरोले गर्दा बाटो अवरुद्ध भएको कारणले डोजरद्वारा बाटो बनाइँदैछ र घर पनि निहालेर के छ कसो छ सामानहरू भनेर निहाल्दैछन्। पहिरोले पुरिएको कारणले घरमा केही सामानहरू निकाल्नु भएको छ। डोजरद्वारा खन्दै र स्थानीयवासीहरूबाट केही सामानहरू निकाल्दै हुनुहुन्छ।